तर सबैलाई लागु हुन्छ। अब काहीँ चिनेको हुनुहुन्छ जानु भन्नुहुन्छ, अब काहीँ नचिनेको हुनुहुन्छ गर्नु भनिसकेपछि त गर्नु पऱ्यो। रुल एन्ड रेगुलेसनहरू त हुनुपर्छ, स्पिड ड्राइभिङको सेफ्टीको लागि पनि हो, सबैको लागि। त्यहाँ लोकल कोही चाहिँ बाटो चाहिँ उ गरेर जानुहुन्छ यहीँ हो भनेर, यो चाहिँ कालिका मन्दिर है, यहाँ कालिकाको मन्दिर हो, यहीँ हो भनेर जानुहुन्छ। मलाई पनि साथीहरू जानुहुन्छ, यो चाहिँ तल हो नि, त्यही हो खाका पानी हो, त्यही हो भनेर हिँड्दैन, त्यही टाढोसम्म म यहीँ बसबाटै हो भनेर हिँडी गर भनेर भन्छन् होइन। तर म चाहिँ त्यो गर्छु, कसैले रोक्छ, अब उहाँहरूको ड्युटी रोक्नुपर्ने ड्युटी गर भन्नुहुन्छ भने म गरेरै हिँड्छु कहिले पनि, जति नै होस् जति नै ढिला होस् होइन। त्यो एउटा त्यो बानी चाहिँ छ, अहिले अहिलेसम्म सिचुएसन गरेको छैन, रोकेर एन्ट्री गरेरै हिँड्दैछु, जतिसुकै ढिला होस् जतिसुकै होस् है। त्यो कालिका एरिया त्यो पनि भर गर्नुपर्छ, बाटोको कन्डिसनमा पनि भर गर्नुपर्छ। एरिया अब यसरी
किन नकुदाउने ठाउँ छ भने कुदाउने ठाउँ छैन असमर्थ छ अब धेरै टर्निङ छ कन्ट्रोल गर्न सकिँदैन होइन कन्ट्रोल गर्नु पऱ्यो अब फेरि यस्तो हुन्छ सिङ्गल छ डबल रोड गइरहेको छ सिङ्गल छ भने तल माथि सजिलो हुन्छ डबल छ अर्को पछाडि बसिसकेपछि चाहिँ अर्कालाई लड्यो आफू लड्नु भनेको जस्तो आइज ल लडिदियो अर्कोलाई लडायो भने त मलाई त लडायो मलाई बाइक लडायो आफू सिङ्गल लड्यो भने लड्यो लडायो त आफै आफू लड्न पनि नपाउनु भनेर अर्कालाई लडायो लडाउँदै अब कहिले दियो यस्तै हो बोल्ने कुरा त मलाई केही पनि आउँदैन जे आउँछ त्यो बोलिरहेको छु यस्तो वाउ मान्छे छ होइन बोल्नलाई होइन सिजनमा यहाँ पर्सीका मुन्टाहरू होइन तरकारीहरू बाहिर लिएर आउँछ गइरहेको छु एकदम मिठो हुन्छ त्यो त्यहाँको पर्सी मुन्टा लिएर गएपछि भने यति मिठो थियो यति मिठो त्यसको फेरि चाहिँ टाइम होइन अगाडि कति चाहिँ त्यही कति थियो यहाँ चाहिँ माथि फुटबल ग्राउन्ड बन्दैछ फुटबल ग्राउन्ड छ त्यो फुटबल ग्राउन्ड जानु बाटो बनाएको हालसालै होइन यो बाटो बनाउँदाखेरि यहाँ धेरैचोटि रोकिनु परेको थियो म पनि रोकेको छु अरू पनि रोकिनु परेको थियो किनभने मान्छेहरू खन्दाखेरि बाटो मै अवरोध बस्नु भएको भएर चारचोटि चाहिँ रोकिनु परेको छ आधी घन्टा बस्नु परेको छ अहिले चाहिँ बाटो क्लियर हामी ठाउँ पायो कि बाइक अगाडि लिएर गइहाल्छ होइन लेट रोकेर हुन्छ लेट खिचेर हुन्छ कि होइन त्यो गर्नु एकदम गाह्रो हो मैले सन्तको देखेको छु अन्त अरू देशमा त्यसरी जाँदैन चाहिँ पछाडि नै बसेर रोकेर गरेर हामीले त तल अगाडि जाउँ सालमा बाइक चलाउनु त्यस्तो पनि सही हामीले चलाउँछ अरे त्यो चाहिँ नराम्रो पर्छ हामीलाई सबै गइसकेपछि म एउटाले गरेर हुँदैन भनेर म नि छिर्ने गर्छु तर त्यो होइन म एउटा रोकिँदा अरू पनि रोकिन्छन् कहिले यो रोक्दा छ भने एउटाबाट त हुन्छ सबै हुन्छ एकजनाबाट एकबाट सिकेर अरू सिकेको तर के भन्ने त्यो कन्ट्रोलै हुन सक्दैन त्यो कन्ट्रोल गऱ्यो भने आफैले कोइरालो फलिरहेको रहेछ अब कसको हो दिनुहुन्न होला त्यो कोइरालो कसको हो कोइरालो दिँदैन होला है
अब अर्काको टिप्दा फरक पर्दैन भन्दा अहिले हिर्काउँदै आयो भने के गर्ने नि कोइरालो रहेछ होइन अचार खान नि मिठो हुन्थ्यो अब घरमा को मान्छे हुनुहुन्छ त थाहा छैन तर मिठो हुन्छ अचार तरकारी गर्मी कुरा पनि हो ढिलो चाहिँ खानु हुँदैन होइन मलाई अलिकति गर्मी गर्छ जस्तो लाग्छ मलाई चाहिँ राम्रो थाहा छैन बिहान पाक्नु छिटो हुन्थ्यो अरे हरेक कुरा तर अचार चाहिँ मिठो हुन्छ कोइरालो अरू कुराहरू त्यस्तो कुद्नुपर्छ त्यो हो तर कस्तो भने रोटी सकेपछि त अब आउँदैछन् पहिला जाँदाखेरि आफ्नो प्यासहरूमा त्यसपछि आफू जाउँ भन्दा चाहिँ त्यो चाहिँ एउटा चाहिँ नराम्रो बानी क्या कस्तो हुन्छ बाटो उहाँहरू साइड दिनु हुँदैन त्यो कोही कोही राम्रो हुनुहुन्छ अलिकति छेउमा बसिरहेपछि मरिजले हरन बजाउँदिनँ होइन अनि उहाँले चाहिँ इन्डिकेटर दिनुहुन्छ क्या साइडलाई खुसी लाग्छ कतिजना देखेको त्यति राम्रो मान्छे पनि हुन्छ है भनेर कति चाहिँ गिरै किन्नु झन् त्यो धुलो उडाएर हुन्छ नि मरेर कुदाउनु हुन्छ क्या त्यो च्यालेन्ज दिएको जस्तो लाग्छ नि त मलाई हो त्यो हुँदैन क्या त्यो राम्रो त्यस्तो राम्रो त्यस्तो गर्नु किनभने उहाँहरू ठुलो गाडी हो धेरै सामान बोक्ने गाडीहरू हो त्यसो गर्नु त्यो राम्रो हो त्यस्तो गर्नु हुँदैन किनभने यो त्यसो गर्दाखेरि राम्रो हुँदैन एउटा हामीले त ठाउँ पाएपछि अलिकति कुदाउनु जति हामी कुदाउनु सक्छौँ त्यति उहाँहरूलाई सजिलो हुँदैन नि त टर्निङमा स्लो गर्नुपर्छ तर जति हामीलाई इजी पास उहाँहरू तर जबरजस्ती चाहिँ त्यो कुदाउनु धेरै त्यति कुदाउनु आएर चलाउनु त आउँछ सानो कारहरू चलाउन आउँछ नभने लाइसेन्स पनि छ के गर्ने राम्रो आज सबैलाई चाहिँ मलाई चाँडो पुग्नु पर्ने छ सबै 5 बजी पुग्नुपर्ने 5 बजीसम्म पुग्दिन जतितिर आयो जति हतार गरेँ 6 बजी 6:30 यस्तै हुन्छ मलाई होइन उपाय छैन